मर्निङ स्वागत छ तपाईहरुलाई मेरो आजको भिडियोमा चाहिँ मैले दिनभरि गर्ने काम तपाईहरुलाई देखाउन चाहन्छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। बल्ल भ्याक्सिन हान्ने हो, नत्र यो चाहिँ यतिकै हान्यो भने बङ्गुर बिरामी हुन्छ। तताउने बत्ती चाहिँ यस्तो छ। यति गरेपछि यो तात्छ। हाम्रो दाना चाहिँ यसरी आउँछ गाडीमा, गाडीले यसरी हालिदिन्छ। त्यस्तै सुई हो। सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, अनि प्रतिक्रिया पनि जनाउन नभुल्नु होला। म चाहिँ युट्युबमा भर्खर नयाँ भएर त्यति राम्रोसँग थाहा छैन, भर्खर सिक्दैछु। मेरो कमी कमजोरी औँलाइदिनु होला। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। साथीहरू, गुड मर्निङ, स्वागत छ तपाईहरुलाई मेरो आजको भिडियोमा चाहिँ मैले दिनभरि गर्ने काम तपाईहरुलाई देखाउन चाहन्छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो ड्रेस हो। यो ड्रेस लगाएर काम सुरु गर्नुपर्छ। र सबैभन्दा पहिला चाहिँ बङ्गुरलाई दाना दिनुपर्छ। यो चाहिँ हाम्रो औषधि हो, कीटनाशक औषधि। यसरी बटम दबाएपछि दाना चाहिँ आफै अटो जान्छ। यो खोरैभरि पुरा एउटा बटमले दाना जान्छ। र यो चाहिँ हाम्रो गोदाम हो। यहाँ चाहिँ बङ्गुरलाई दाना आउँदैछ गाडी, त्यसको लागि यो चाहिँ औषधि हो। यो औषध चाहिँ यहाँ राखिदिनुपर्छ। हाम्रो चाहिँ गाडी नै आइसकेको छ, दानाको गाडी हो यो चाहिँ। हाम्रो दाना चाहिँ यसरी आउँछ गाडीमा, गाडीले यसरी हालिदिन्छ। म चाहिँ यहाँ अर्को खोरको दाना दबाउनु गइरहेको छु। यहाँ पनि पहिला औषधिमा खुट्टा चोप्नुपर्छ। मैले चाहिँ आज भ्याक्सिन गर्नुपर्ने छ बङ्गुरलाई। भ्याक्सिन चाहिँ यस्तो दबाई आउँछ।
यो चाहिँ जाडो भएकोले जम्छ भनेर यसलाई पहिला तताउनु पर्यो। तताएपछि बल्ल भ्याक्सिन हान्ने हो। नत्र यो चाहिँ यत्तिकै हान्यो भने बङ्गुर बिरामी हुन्छ। तताउने बत्ती चाहिँ यस्तो छ। यति गरेपछि यो तात्छ। यो चाहिँ एउटाले 20 वटालाई पुग्छ। ल यो तात्दै गरोस्। अब चाहिँ म गाईलाई दाना दिन जाँदैछु। सुरुमा गाईलाई दाना दिएर मात्र भ्याक्सिन गर्ने हो। हाम्रो चाहिँ गाईलाई दाना दिनु सजिलो छ। बटम दबाएपछि भइहाल्छ। यो चाहिँ हाम्रो गाई फार्म हो। पहिला यहाँ जुत्ता चेन्ज गर्नुपर्छ। हाम्रो चाहिँ बङ्गुरको छुट्टै गाईको छुट्टै जुत्ता लगाउनुपर्छ रोग नसरोस् भनेर। चाहिँ हाम्रो गाई फार्म हो। यो चाहिँ हाम्रो बत्तीको स्विच हो। बत्ती अफ भइसकेको छ। अब दानाको स्विच चाहिँ यो हो। एकताल चलाइदिएपछि दाना आफै झर्छ। हाम्रो चाहिँ यस्तो मेसिन लगाएर दाना दिन सजिलो भइरहेको छ। यहाँ हेर्नु दाना झरेको। ल ल ल बुनिया खाना आओ। बुनिया 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 खाना कोही छुट्ने होइन है। आओ 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 आओ। सबजना आओ बुनिया खाना। ल ल ल मिलेर खाने है बुनिया। झगडा गर्ने होइन। सबजना मिलेर आफ्नो आफ्नो ठाउँमा खाने। त्यो चाहिँ सुई हो।
ल सब रेडी भइसकेको छ। यो चाहिँ लाखा हो, यसलाई नेपालीमा चाहिँ स्प्रे भन्छ। यसरी थपिने हो। ल अहिले भेटौँ। ल म चाहिँ भ्याक्सिन गरिसकेर नि आइसकेँ। अब चाहिँ यसलाई पखालेर फ्रिजमा हालिदिनुपर्छ। म त्यसको लागि जाँदैछु। हाम्रो चाहिँ गाडी आइसकेको छ। गाडीलाई चाहिँ सोधो गर्नुपर्छ। म चाहिँ रुममा आइसकेँ। अब आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। सबै भिडियो खिच्न चाहिँ सम्भव हुँदैन, किनभने चारैतिर सिसी क्यामेरा छ, सावा आउनुहुन्छ। त्यही भएर आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, अनि प्रतिक्रिया पनि जनाउन नभुल्नु होला। म चाहिँ युट्युबमा भर्खर नयाँ भएर त्यति राम्रोसँग थाहा छैन, भर्खर सिक्दैछु। मेरो कमी कमजोरी औँलाइदिनु होला। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।